हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ धेरै दिनपछि एउटा सानोबाट मिनी ब्लग बनाउँदैछु होइन। अच्छा ठीक है। यो चाहिँ के छ भन्दाखेरि अब गाउँ एरिया हो होइन। गाउँ एरियामा चाहिँ यसरी बगानहरू लाउँछ हो, उयो गुवाको होइन, तामुल जुन चाहिँ आसामको फेमस हो तामुल। सो यसलाई चाहिँ हामीले कसरी केयर गरेर चाहिँ कसरी सानोबाट चाहिँ होइन अब ठुलो बनाउँछ त्यसको प्रोसेसहरू हल्का म तपाईँहरूलाई बताउने छु स्टेप बाई स्टेप होइन। अहिले फिलहाल चाहिँ म चाहिँ यस्तो गर्दैछु, मतलब यो चाहिँ अहिले चाहिँ टक्क रोप्नुको लागि चाहिँ होइन। अब यसलाई चाहिँ पहिला अब एउटा जुन चाहिँ पहिला हामीले एउटा रोपेको थियो त्यो चाहिँ गुवा हुन्छ, त्यो गुवालाई चाहिँ रोपेर अहिले यस्तो हुन्छ होइन। अब यसलाई फेरि हामीले सार्नुपर्छ, वर्षौनी जुन चाहिँ सिजन हुन्छ सिजन पछि हामीले सार्नुपर्छ। जस्तो सिजनमा चाहिँ अब अहिले सिजन लाग्यो होइन, अब सिजन लाग्दा चाहिँ सार्ने टाइम भयो। अब सबै मान्छेहरूले यो सिजनमा अब यो टाइममा चाहिँ सबैले अब यस्तोहरू सार्नु थाल्छ। अब यो ठाउँमै एउटा ठाउँमा हुँदैन, एउटा ठाउँमा 1 वर्ष राख्छ, त्यहाँबाट फेरि अर्को ठाउँमा सार्छ। अनि हो त्यो सार्दाखेरि चाहिँ यसरी जग्गा बनाउनुपर्छ, मतलब मजाले सफा गरेर होइन। यसलाई चाहिँ अब झारहरू सबै खुर्किएर अनि त्यहाँबाट चाहिँ यस्तो खनेर चाहिँ माटोहरू पल्टायो होइन। माटो पल्टाएर चाहिँ त्यहाँबाट चाहिँ रोप्नेको प्रोसेस हुन्छ। सो म चाहिँ अहिले चाहिँ के गर्दैछु भन्दाखेरि टक्कै यसरी खुर्किँदैछु हो। सट्टा खुर्किसक्यो, त्यहाँबाट फेरि कोदालोले फेरि खन्नु पऱ्यो होइन। अहिले चाहिँ खुर्किँदैछु, सट्टा खुर्किसकेर फेरि खन्छु। चलो भाई देखो अब मैं क्या करता हूँ। अहिलेसम्म चाहिँ मैले यति खनिसकेँ होइन। यहाँ बिहान एकछिन गरेँ 1.5 घन्टा, त्यहाँबाट अहिले फेरि यति खने। यसमा चाहिँ धेरै थाकिन्छ। यहाँबाट सुरु गरेको सट्टा यति, त्यहाँबाट यहाँ चाहिँ मैले बिहान गरेको होइन। एकैचोटि यस्तो नखुर्किकन माथिको झार जङ्गलहरू नफ्याँकिकन खनेको थिएँ, अलिक भएन क्या यो झार जङ्गल फेरि खन्नुपर्ने बेला भयो, मतलब यसलाई केलाएर फ्याँक्नुपर्ने बेला भयो, नहुने रहेछ। यो चाहिँ खुर्केर गरेको चाहिँ यो चाहिँ खनेको होइन, खुर्केर यो चाहिँ एकदम राम्रो हुन्छ। माटो पनि एकदम राम्रो छ, एकदम पल्टिन्छ, चिसो माटो छ। अब यो पनि खुर्केको छु अहिले, सट्टै यति खुर्किसकेँ। अब आज चाहिँ खुर्किनै मरे पऱ्यो, कति खुर्केर सकिन्छ। सो अहिले चाहिँ मैले भन्दाखेरि अलिक धेरै नै सकिसकेँ खुर्केर, यहाँसम्म यस्तो